Hello everyone, welcome back to my YouTube channel. हामीलाई हामी एकदम चिसो गोडामा तातो पानी पिउँदैछु। अब चाहिँ तरुल पोलेको ठाउँमा जाँदैछौँ। यो चाहिँ मेरो माइती घर हो। अनि हामी तरुल कसरी खान्छौँ भनेर यहाँ तपाईँहरूलाई देखाउँछौँ। सिमल तरुललाई चाहिँ हामी चाहिँ पहिले बच्चा बेलामा चाहिँ यसरी खान्थ्यौँ, तर आगो मरिसक्यो। अघि चट्टर चट्टर गरेको सुन्दै थिएँ कस्तो। अब हामी उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। मेरो भ्लगमा यहाँलाई स्वागत छ। धन्यवाद। कस्तो हुँदैछ तरुल? मिठो छ? मिठो छ। यसो ठेलाउनु पर्छ क्या? कहिले गर्दा नि रोक्न खानु पाएँ मासु पोलेको। मेरो बाजे आउनु हुँदैछ। मेरो आखे जय मेसी आखे भिडियो बनाएको नि। हामी पहिले यसरी खान्थ्यौँ त पोलेर तरुल, त्यही भएर आज आगो पनि पोल्नुहुन्छ। आगो बाल्यो अनि खायो। कति मिठो हुन्थ्यो। उसिनेको भन्दा पोलेको मिठो लाग्ने। अब खान्छौँ है त। आगो बल्यो जाडोमा यसरी यस्तो छ। हजुर राखे भिडियो बनाएको लिचीको रुख यहाँ पानी लाउँदा पहिले खतरा आगो दि खै म पनि खान्छु। मलाई पनि अलिकति। मेरो भाइ हो अझै भलग बनाएको। कस्तो हुन्छ कसो बुझ्यो ह पोकना पो बिहान तरुल खायो। दुईटा हाल्दैन। अर्चिन्छ कि अब अर्ची हाल्छ पानी खाएर पानी खाना खान्छ। कसरी टिभी हो त्यो दी टिभी कस्तो हाम्रो बाबाले ल्याउनु भएको सुरु भयो कामै छैन। हाम्रो आँखीहरूको बाख्रा गाई माइलाको हानी भयो साइलाको छँदै छैन। बाजारमा बसेको सकिलाको काम बाजारमा छ नि उसको त चाहिँ भाइको दुई भाइ कान्छा काकाको आउनु हुँदैन होला है आज। अब के हुन्छ अब सन्ता मम्मी भयो भने मम्मी अनि मम्मी खाएँ म त खाँदैछु। यो चाहिँ तातो तातो तिमीहरूको चिया खाँदा तातो पानी मात्रै हो नुन पानी? हजुर नुन पनि पानी होइन आएको तिम के पऱ्यो धनिया तुलसी पानी आएको घाँटी ए भनेपछि दबाईको लागि हजुर मिठोको लागि त होइन। जहिले नखाएर खाइँदैन। मम्मीले गुड मर्निङ गुड मर्निङ। मेरो मुख कालै भइसक्यो कि भएको छैन होला। कसलाई गुड मर्निङ गर्छ? तारे राजे अनि आफै कान्छा के ए कसले छेउछाउमा खाँदैछ तरुल। गाइजहरू यता हेर्नुहोस् त गाइजहरू। आगो तापेर खानुको मजा बेग्लै हुन्छ। सुरुहरू बधै अब खाऊ नि बधै आगो तापेर के खानु
भएन अलिक यस्तै पो भएन अलिक कम यता पुरै देखिन्छ बेलटार जाँदैछु ए बाटो चाहिँ राम्रो भएर है अझै होइन नि मान्छे मार्दैन कहाँ बेलुका आउन सक्यो खाने ठाउँमा त एकचोटि झरेको एकचोटि झरे तर धेरै रोकेन है खाजा अन्तिमको खाजा खानेमा रोकेन नि हामी डाइरेक्ट घर आएको हिजोको कुरा त केही सम्झिनु जस्तो लाग्छ नि नम्बर्स पनि लिएको छैन अझै बेलटार बजार हाई लेडिजहरू के छ तपाईँहरूको खबर अलिक पछि हेर सुन्दरीहरू सबैजना हिजो लिनु पठाएको छैन भन्नुभयो आज त यसो एकछिन खोलेर बनिएको छ भने होइन कमाइन्छ